नमस्ते, स्वागत छ तपाईहरुलाई आजको यो भिडियोमा। आज चाहिँ म अलैँचीमा देखिने किराको एउटा हामी सजिलैसँग नोटिस गर्न सक्छौं। यिनीहरु चाहिँ राम्रो पातहरु छ, केही भएको छैन। अनि यसमा यिनीहरु चाहिँ यो अनि अर्को एउटा त्यो पात छ। यसमा चाहिँ झुसुल किरा लागेको छ। यसको चाहिँ जुन गर्नु ल यसको चाहिँ मुनितिर यसरी किरा हुन्छ, एकदम सानो छ। अहिले चाहिँ क्यामेराले सायद देखाउँदैन होला, तर यहाँ किरा छ। यसरी खान्छ। खाइसकेपछि पछि चाहिँ पुरै पातहरु चाहिँ खाएर यस्तो कागज जस्तो बनाउँछ। अनि पछि चाहिँ एकदम ठुलो भइसकेपछि चाहिँ पुरै यो नसाहरु समेत पनि खान्छ। यतिखेर चाहिँ देखिन्छ। हामीले चाहिँ अहिले बगानहरु निरीक्षण गरेर यसो अहिले चाहिँ हामीले यसलाई चाहिँ एजाडिरेक्टिन भन्ने एउटा चाहिँ निम्जन्य विषादी पाइन्छ। त्यो चाहिँ 2 देखि 5 ml का दरले प्रति लिटर पानीमा मिसाएर यसो छर्किन पायौं भने यो किरा कन्ट्रोल हुन्छ। अनि यसको विषादी छर्किँदाखेरि चाहिँ यसको मुनिबाट छर्किनुपर्छ, किन भन्दाखेरि किराहरु चाहिँ यसको यतातिर हुन्छ। त्यही भएर माथि छर्क्यो भने चाहिँ किरा मर्दैन। मुनितिर यसरी छर्क्यौं भने चाहिँ किराहरु मर्छ। यसरी टाढैबाट हेर्दा पनि थाहा हुन्छ। यसले चाहिँ बीच-बीचबाट सुरु गर्ने भावनाले यसरी चाहिँ अलैँचीको किरा नियन्त्रण गर्न सकिन्छ है। यतिखेर चाहिँ बगानहरु अनुगमन गर्नुभयो भने सानो सानो यस्तो देखिन्छ। अलि बिस्तारै चाहिँ धेरै धेरै खान्छ। हस्, धन्यवाद।